नमस्कार, म पारस खड्का। पब्लिक हेल्थ टक शो विथ पारस खड्काको पहिलो एपिसोडमा यहाँहरू सम्पूर्णमा हार्दिक स्वागत तथा नमस्कार। आजको पहिलो गेस्टको रूपमा मैले हाम्रो देशको आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्दै आउनुभएको महिला स्वास्थ्य स्वयंसेविकालाई चाहिँ जोड्ने प्रयत्न गरेको छु। हाम्रो देश नेपालमा विक्रमसम्म 2045-46 सालदेखि चाहिँ सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम सञ्चालनमा आएको हो। हाल नेपालमा 60,000 भन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाहरू चाहिँ काम गर्दै आएका छन्, जसले गर्दाखेरि हाम्रो समग्र स्वास्थ्य प्रणाली र समुदायलाई जोड्ने काम गर्दै आउनुभएको छ, जो चाहिँ हाम्रो स्वास्थ्यको क्षेत्रमा अभिन्न अङ्गको रूपमा पनि हामी बुझ्न सक्दछौँ, जसले गर्दाखेरि हाम्रा स्वास्थ्यका सूचाङ्कहरू बढ्दो क्रममा रहेका छन्। त्यसैगरी आजको बसाइमा मैले जयपृथ्वी नगरपालिका वार्ड नम्बर 10 चैनपुर स्वास्थ्य चौकी अन्तर्गत कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका उर्मिला चित्रकारज्यूलाई जोड्ने प्रयत्न गरेको छु। उहाँले विक्रमसम्म 2051 सालदेखि चाहिँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गर्दै आउनुभएको छ। आजको बसाइमा उहाँले गर्नुभएका काम, उहाँहरूको तितो मिठो अनुभव सँगै चुनौती र अवसरलाई जोडेर आजको बहसमा चाहिँ हामी छलफल गर्नेछौँ। नमस्कार। नमस्कार सर। स्वागत छ हजुरलाई। धन्यवाद सर। आराम हुनुहुन्छ? हजुर आरामै छु। हजुर आराम हुनुहुन्छ? हजुर आराम छु। अब चाहिँ ठ्याक्कै मैले हाम्रो आज महिला स्वयंसेविकाको रूपमा तपाईँलाई चाहिँ हामीले गेस्टको रूपमा इन्भाइट गरेको छु। यसमा चाहिँ मलाई जान्न मन लागेको कुरा भनेको सर्वप्रथम चाहिँ तपाईँलाई यो महिला स्वास्थ्य स्वयंसेविका हुन चाहिँ के कुराले चाहिँ प्रेरित गर्यो अथवा कसरी चाहिँ जोडिनु भयो हाम्रो यो कार्यक्रममा? यो पहिले अब गाउँतिर वडा कार्यालयले नै छानेको हो। गाउँ गाउँमा आउनुभयो, टोल टोलमा आउनुभयो, अनि महिला समस्या हुनुहोस् भन्नुभयो। अनि कोही पनि दिदीबहिनीले हुने इच्छुक कसै दिदीबहिनीले गर्नु भएन। अनि मेरो अब गाउँ टोलमा अब आफ्नो ओडामा जनताको सेवा गर्ने इच्छा भएर म भएकी हुँ महिला स्वयंसेविका। हजुर, अब जस्तै कि हाम्रो देशमा चाहिँ त्यो बेला चाहिँ जहाँ चाहिँ 50-51 साल भनेको छ, हाम्रो लगभग 45-46मा चाहिँ सुरु भयो। त्यस पश्चात चाहिँ हाम्रो देशमा धेरै खाले आन्दोलन भए, माओवादी आन्दोलन भए, जसले गर्दाखेरि देश एकदमै सङ्क्रमणकालीन अवस्थामा थियो, भयावह अवस्था थियो हरेक कुरामा। र अहिलेको अवस्थामा हेर्दाखेरि चाहिँ हाम्रो देश, हाम्रो अहिले त सङ्घीयता छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश छ, जहाँ चाहिँ अहिले सेवा सुविधाहरू चाहिँ स्थानीय स्तरमा पुगेका छन्, सरकार पुगेका छन्। र त्यो अवस्थाको स्वास्थ्य प्रणाली कस्तो थियो र अहिलेको अवस्था कस्तो रहेको छ, तपाईँले कसरी बुझ्नुभएको छ? अब पहिलेको स्वास्थ्य भन्दाखेरि पहिले अब सेवा सुविधा त्यस्तो थिएन। अब महिला समस्या हुँदाखेरि अहिले गाउँ टोल ओडातिर सबैले सेवा सुविधा नै सेवा पाउनुभयो, उहाँलाई ज्ञान पाउनुभयो। जस्तै ज्ञान हामीले स्वास्थ्यबाट स्वास्थ्यका कर्मचारी सरले हामीलाई सिकाउनु भयो र त्यो ज्ञान हामीले अब हाम्रो ओडामा, हाम्रो गाउँमा हामीले तिनीहरूलाई ज्ञान दिएर हामीले बनायौँ। हजुर, अनि त्यो बेला चाहिँ कस्तो थियो? हाम्रो भयावह अवस्था थियो, तपाईँले चाहिँ सजिलैसँग हिँडडुल गर्न गाउँ समाजमा जान अलि अप्ठ्यारो थियो होला, होइन? अहिले चाहिँ कतिको सहज भएको छ अहिले सेवा प्रवाह गर्दाखेरि तपाईँले? त्यतिखेर त अब 51 साल नै हो सर। अब 51 साल हामीले तालिम लिएको हो। त्यतिखेर यति शिक्षित नै थिएनन्, यति अब मान्छे जान्ने सुन्ने पनि थिएनन्। अब कोही अब वरपर दिदीबहिनी अब आफू काहीँ जान्छौँ, म अब यस्तो सिकाउन जान्छौँ, अब गएको बेला हाम्रो दिदीबहिनी दाजुभाइले हाँस्नुहुन्थ्यो, यो महिला कति जान्छ, कति गाउँ गाउँ डुल्छ, कति ओडामा डुल्छ भनेर पनि उहाँहरूले मलाई हेला गरे जस्तो पनि गर्नुहुन्थ्यो। हजुर, अब दिदी तपाईँले चाहिँ अब धेरै कुराहरू त हाम्रो श्रोताहरूलाई थाहा नै होला, अझ तपाईँले नै तपाईँको मुखारबिन्दबाट सुन्नु पर्दाखेरि तपाईँले गर्दै आउनुभएका कामहरू अथवा के काम गर्नुहुन्छ समुदायमा तपाईँले चाहिँ? म समुदायमा अब जस्तै अब बालबालिकादेखि 1000 दिनको आमादेखि र अब बुढाबुढी सबैसँग हिँडडुल, अब सेवा सुविधा उनीहरूलाई अब यो ठाउँ सेवा पाइन्छ, यो ठाउँ जानुहोस् भनेर उहाँहरूलाई ज्ञान दिइरहेको छु। हजुर, अब पहिला चाहिँ हाम्रो देशमा चाहिँ एकदमै मृत्यु दर बढी थियो, होइन? आमाको मृत्यु हुने धेरै थिए, बच्चाको शिशुको मृत्यु दर पनि धेरै थियो। तपाईँहरूले गर्दाखेरि चाहिँ समुदायमा टोल टोलमा जाने बच्चाहरू छुटेका छन् कि अथवा गर्भवती छन् भने उहाँको अवस्था कस्तो छ बारे पनि जाँचबुझ गर्न जानुहुन्थ्यो, होइन? तपाईँहरूले गर्दाखेरि चाहिँ हाम्रो देशको मृत्यु दर, शिशु मृत्यु दरमा धेरै कमी आएको छ। अब त्यो गर्दाखेरि चाहिँ तपाईँले के कस्ता खाले चाहिँ चुनौती भोग्नुभयो?
त्यो चुनौती अब हामी महिला स्वयंसेवा सबै अब महिला स्वयंसेवाले त्यो अब घर घरमा गएर अब त्यतिखेर बालबालिका पनि कति बालबालिका झाडा पोखला भएर कति दादुरा भएर कतिपय अब गर्भवती पनि सुत्क्यारी नभइसकेर पनि तिनीहरूका कति बालबालिका मर्दा कति सुत्क्यारी मर्ने कति गर्भवती खुन बगेर पनि मर्ने छि कति मुर्छा बढेर पनि मर्ने कसैलाई अब बढी टाउको दुखेर पनि अब त्यत्तिकै मर्ने हुन्छ अब हामी महिला समस्या भएपछि अब उनीहरूलाई जनचेतना दियौँ हामीले पनि जनचेतना सिकेर आयौँ सिकेर आएको त्यो जनचेतना हामीले आफ्नो गाउँको दिदीबहिनीलाई र आफ्नो वडाका समाजका मान्छेहरूलाई हामीले चेतना दियौँ। हजुर अब तपाईँको बेला चाहिँ भन्दाखेरि चाहिँ हाम्रो 68 69मा चाहिँ हाम्रो बजाङमा पनि चाहिँ दादुराको महामारीका हैजाको महामारीको रूपमा फैलियो होइन। तपाईँले अझै पछिल्लो समय हेर्दाखेरि चाहिँ यो कोभिड-19 को महामारीमा पनि तपाईँ प्रत्यक्ष रूपमा घुलमिल भयो। यो महामारीमा चाहिँ तपाईँको चाहिँ भूमिका के कस्तो रहेछ? यो अवस्थामा चाहिँ तपाईँहरूलाई आफूलाई स्वयंलाई पनि जोखिम पारेर अब तपाईँले काम गर्दाखेरि चाहिँ त्यो काम गर्ने ठाउँमा पनि जोखिमै हुन्छ। यो अवस्थालाई चाहिँ कसरी लिनुहुन्छ, कसरी काम गर्नुहुन्छ यो अवस्थालाई? अब त्यो अवस्थामा पनि अब उनीहरू बिरामी छन् त्यस्तो छन् भने हामीले हेरिरहने कुरो भएन। अब उनीहरूलाई अब हस्पिटलतिर जानुहोस्, स्वास्थ्य संस्थातिर जानुहोस् भनेर सल्लाह दिने, अनि एक ठाउँमा बस्नु होला, अब सबैसँग हुलमेल नगर्नु होला, कोरोना त्यस्तो लागेको छ भने एक ठाउँमा बस्ने, अनि झोलिलो कुरा खाने, अब त्यस्तो तातो पानी खाने, फलफुल खाने भनेर हामीले सल्लाह पनि दिइराखेका छौँ। हजुर अब तपाईँले चाहिँ हेर्ने कार्यक्रम जस्तै कि पोषण शिक्षा भयो, सुरक्षित मातृत्व भयो होइन, अब त्यस्तै गरेर चाहिँ हाम्रो परिवार नियोजनका कुराहरू भए, यो कुराहरूमा चाहिँ तपाईँले चाहिँ कसरी सेवा दिनुहुन्छ? तपाईँले चाहिँ यसमा सुरक्षित मातृ सुरक्षाहरू त्यसको लागि पनि हामीले अब बालबालिकालाई एकदमै हिष्टपुष्ट बनाउनुहोस्, आफ्नो बालबालिकालाई राम्रो बनाउनुहोस्। जस्तै आमाले पोसिलो खाना खायो भने बच्चा पनि पोसिलो हुन्छ भनेर त्यो पनि सिकाइराखिया छ। हजुर अब जस्तो पोषणमा अब एकदमै पोसिलो खाना खायो भने पोसिलो पनि बच्चा पनि पोसिलो हुन्छ, आमा पनि पोसिलो हुन्छ भनेर हामीले सिकाएको। अनि यो पोषणको क्षेत्रमा चाहिँ तपाईँले हेर्ने ठाउँमा चाहिँ कति बच्चाहरू चाहिँ कुपोषित छन्? म भएको ठाउँमा अब अहिले 2-3 बच्चा जति कुपोषण देखिएको थियो, त्यो पनि अहिले राम्रो भयो। के रहेछ उहाँहरू चाहिँ कुपोषणमा जाने कारण के देख्नुभयो तपाईँले चाहिँ? अब उनीहरूको खानपिनको कारणले, खानपिनको कमी कमजोरी भयो। अब त्यो पनि कुपोषण पनि अब बादीटोलको बच्चाहरू भएको, अरूको होइन। त्यो बादीटोलमा अलि अब खानाको लागि उनीहरूलाई बिहान बेलुकातिर, बिहान खाउँ भने बेलुका हुन्न, बेलुका खाउँ भने बिहान हुन्न, उनीहरूको बच्चालाई कुपोषण भइआयो। मैले स्वास्थ्य संस्थातिर पनि पठाएँ, अनि डडेलधुरा पनि पठाएको। त्यसमा चाहिँ भनेपछि तपाईँको चाहिँ मुख्य भूमिका रह्यो उहाँहरूलाई चाहिँ कुपोषण भइसकेपछि स्वास्थ्य संस्था जानु पर्दो रहेछ, पोसिलो खाने कुराहरू खाने होइन, समयमा नै चाहिँ उपचार गर्नुपर्छ भन्ने कुरा चाहिँ समयमा तपाईँले चाहिँ उपचारमा जानु पर्यो भनेर चाहिँ झकझकाउनु भयो। हजुर बनाएको झकझक्याएर उनीहरूलाई समयमै अनि उपचारतिर पठाइदिएको मैले। अनि यो मुख्य गरी अझ परिवार नियोजनमा चाहिँ होइन, त्यसमा चाहिँ के गर्नुहुन्छ? कसरी काउन्सिलिङ दिनुहुन्छ घरमा होइन उहाँहरूलाई? अब परिवार नियोजनको लागि अब लाज नमानेर पनि हामीले काम गर्नुपर्छ। हजुर अब मिनी ल्याब गर्ने महिला दिदीबहिनीलाई मिनी ल्याब गर भनेर सल्लाह दिन्छौँ। अब पुरुषलाई पनि भ्याक्सटबीको लागि तपाईँले अपरेसनै गर्नुहोस् भनेर, सन्तानको रहर पुगेकोलाई अपरेसन गर्नुहोस् भनेर सल्लाह दिन्छौँ। अनि अरू सल्लाह पनि डिपो छ, जस्तै नरपलान छ, इन्फलान छ, त्यो राख्नुहोस्। अर्को अब अस्थायी साधन भन्दाखेरि कन्डप भयो, त्यो पनि तपाईँ प्रयोग गर्नुहोस् भनेर पनि सल्लाह दिइराखिया छ। भनेपछि तपाईँको सल्लाह चाहिँ मानिराखिया छ। अब अस्थायी साधनहरू पनि मसँग भएको दिइराखिया छ, उनीहरूले लिइराखिया छन्। अब जस्तै कि अब यो गर्भवती महिला सुत्केरी आमालाई चाहिँ तपाईँले चाहिँ उहाँहरूलाई स्याहार गर्दाखेरि अझै पहिलाको अवस्था हेर्ने हो भने चाहिँ जहाँ चाहिँ अहिले यो नाभि मलम भन्ने पहिला थिएन होइन, जसले गर्दाखेरि सङ्क्रमण भएर धेरै बच्चाहरू चाहिँ मर्ने गर्थे होइन। अब त्यो अवस्थालाई चाहिँ अहिले परिवर्तन गरेर चाहिँ अहिले नाभि मलम, त्यो नाभि काट्ने, पहिला चाहिँ हँसियाले चक्कुले काट्थे होइन, त्यतिखेर चाहिँ कसरी अभ्यास गर्नुहुन्थ्यो? त्यतिखेर तपाईँले पनि घरमा गएर आँसीले हँसियाले काटेको केही अनुभव छ?
होइन, म महिला समस्या भइसकेपछि अब घरमा खासै सुत्केरी भएको छैन। हजुर हजुर। अब पहिले त घरमा हुन्थ्या, अब हामी सबै महिला समस्या भइसकेका छि। घरमा अहिले कमै हुन्छन्, कोही हुँदैनन् घरमा। अब पहिले त हँसियाले काट्दा अनि त्यो पत्तीले काट्ने, नौमाल्याको पत्ती हुने भयो, नौमाल्याको धागो हुने भयो, त्यस्तो हुन्थ्यो। पछि अब सुत्केरी सामाजिक बागस नै अब त्यो दिन्थ्या। हामी बोकेरै नै हुन्थ्यौँ। अब कोही अब गर्भवती, कोही सुत्केरी, कोही हुने छन् भने तिनीहरूलाई हामी अगाडि नै दिन्थ्यौँ। अब त्यतिखेर कहिले घर कोही भइहाल्यो भने आवश्यकता घरमा भइहाल्यो भने यो सामग्री तपाईँ राखिराख्नु होला भनेर अगाडि दिने गरिएको थियो। पछि अब हामीले त्यति गरेर पनि घरमा कोही भएनन्, हामीले हस्पिटलैतिर पठाउने काम गर्यौँ। भनेपछि तपाईँको पालादेखि चाहिँ पहिला पनि नाभि मलम त्यो नहुँदाखेरि पनि तपाईँले चाहिँ घरमा सुत्केरी नगराएर अस्पतालै पठाउनु भयो? अब पहिले त नाभि अब घरमै सुत्केरी हुने, घरमै आँसीले अब नाभि काट्ने, अब नौमाल्या पत्तीले काट्ने त भनिसक्यौँ। अब त्यस्तो गरेपछि नाभि मलम लाउने अब त्यस्तो थिएन पहिले। अनि नाभिमा तेल हाल्ने, घिउ हाल्ने त्यस्तो चलन थियो नि त पहिले। अब पहिले हामी महिला समस्या भइसकेपछि यस्तरी घिउ हाल्नुहुन्न, हामीले नाभि मलम लगाउनु पर्छ, हस्पिटल जानुपर्छ, सुत्केरी हुन लागि त हामीले हस्पिटलै नै जानुपर्छ भनेर पनि उहाँहरूलाई भनेर हामीले हस्पिटलै पठायौँ। उसो भए पछिल्लो समय चाहिँ तपाईँले उहाँलाई परामर्श दिइसकेपछि अहिलेको अवस्थालाई हेर्ने भने चाहिँ सबै हस्पिटल नै जान्छन्, स्वास्थ्य संस्थामै जान्छन् चेक गराउन? सब स्वास्थ्य संस्थामै जान्छन्। 1 महिना नपुग्दै सोधिहाल्छन् हामीले कहिले हो चेक गर्नु, हामीले कहिले हो जानु भनेर आजकल सब सोध्छन्। तपाईँ त्यसमा पनि अब स्वास्थ्य संस्था गएर सोध्नुभन्दा पनि पहिला हजुरलाई नै सोध्ने भयो? त्यही त महिला समस्यालाई अब हामीलाई सोध्छन् नि त। अब 1 महिना भइया हुँदैन, अब छाउरुक्या 1 महिना भइया हुँदैन। अनि महिला समस्या दिदी हामीले कहिले चेक गर्नु, कहिले खोप लगाउनु हो भनेर सोध्छन् नि त। हामीले अब यतिखेर सुई लगाउनु पर्छ, 1 महिना बित्ता हामीले चेक गर्नुपर्छ भनेर पनि सिकाउँछौँ नि त। अब गइहाल्छन् त्यतिखेर। अब जस्तै कि तपाईँ अब यो कुपोषण, झाडा पखाला हुन्छ नि, निमोनिया, त्यो अवस्था छन् बच्चाहरूमा भयो भने चाहिँ त्यो अवस्थामा चाहिँ कसरी तपाईँले चाहिँ त्योलाई चाहिँ स्याहार गर्नुहुन्छ अथवा के परामर्श गर्नुहुन्छ? अब निमोनिया भयो भने पहिले निमोनिया लागि हामीलाई चेक गर्न पनि दिइआयो। वा 60 भन्दा बढी छ भने निमोनिया मानिन्छ भनिआयो। अनि कोटिम भन्ने चक्की पनि दिइआयो निमोनिया लागि। अनि त्यो निमोनियाको लागि अब धेरै बढी छ भने हामी घरमा पनि दिएर अनि हस्पिटल पठाउने पनि गरिआयो निमोनिया लागि। त्यस्तो पनि थियो। अब तपाईँको त्यतिखेर चाहिँ अरू तपाईँले चाहिँ अब त्यति काम गर्न सहज पनि थिएन होला होइन, समाजले हेर्ने दृष्टिकोण अथवा उसले चाहिँ केही पाउँछ त्यसपछि पो काम गर्छ भन्ने त्यस्तो खाले चाहिँ नजरिया पनि थियो होला होइन समाजमा। अब त्यो अवस्थामा चाहिँ जहाँ चाहिँ तपाईँलाई चाहिँ प्राथमिकता आफ्नो एउटा घरमा काम पनि छ, स्वास्थ्य संस्थाले काम पनि दिएको छ भन्दाखेरिमा आफ्नो घरको काम छोडेर तपाईँ पहिला स्वास्थ्य संस्थाको कामलाई चाहिँ जिम्मेवारी लिँदै गर्दाखेरि अब कसैले चाहिँ त्यसरी भन्दाखेरि चाहिँ तपाईँलाई कस्तो लाग्थ्यो अथवा कस्तो लाग्छ? अब त्यस्तो भन्दाखेरि अब जनताले त सेवा पाउनै पर्छ, जनतालाई अब सामान्य ठाउँ पठाउनै पर्छ, अब उनीहरूलाई सेवा दिनै पर्छ भन्ने मेरो भावना हुन्थ्यो। हजुर। भनेपछि तपाईँलाई चाहिँ जसरी हो आफू चाहिँ आफ्नो जिम्मेवारीप्रति आफू चाहिँ निस्वार्थ काम गर्दै हुनुहुन्छ नि त। तपाईँ जोडिनु भएको नै निस्वार्थ अरूको सेवा भाव भएर पो जोडिने गरेका छन् होइन। अब त्यसमा चाहिँ तपाईँले आफू सुख भएर काम गरे भन्ने कुरा पनि राख्नुभयो। अब अरू कुराहरू चाहिँ जस्तै यो स्वयंसेविका हुनलाई पनि पहिला आमा समूहको बैठक हुनु पर्यो, आमा समूहमा चाहिँ चुनित भएर अनि फेरि हामीले चाहिँ स्वास्थ्य संस्थामा पठाएर अब सम्बन्धित पालिका अथवा जिल्ला स्वास्थ्य कार्यालयमा पठाएर त्यसरी स्वयंसेविका हुने अहिलेको प्रक्रिया छ। अब त्यसमा चाहिँ यो आमा समूहको बैठकमा चाहिँ के कुराहरू छलफल हुन्छन्? आमा समूहको बैठकमा अब त्यही हुन्छ, बालबालिकाको हुन्छ, गर्भवतीको हुन्छ, सुत्केरीको हुन्छ, सरसफाइको हुन्छ, अब पोसिलो खाना खाने हुन्छ,
त्यो हामीले सिकाइराखेका हुन्छ आमासम्मको। अब त्यसमा चाहिँ आमासम्मको बैठकमा त्यसरी तपाईँले चाहिँ जानेका कुराहरू सिकेका कुराहरू उहाँहरूलाई भन्नुपर्दा अथवा उहाँहरूले तपाईँले भनेको मान्दाखेरि चाहिँ कतिको खुसी हुनुहुन्छ आफ्नो कामप्रति? आमासम्मका सबै दिदीबहिनी खुसी नै हुन्छन्। मैले स्वास्थ्यबाट पनि मान्छे बोलाइराखेका हुन्छन्, आफू पनि हुन्छु, अनि उहाँ खुसी हुनुहुन्छ। हामीले यति ज्ञान सिक्यौँ, यस्तो हुने रहेछ, यस्तो भन्नु रहेछ, हामीले यस्तो गर्नु रहेछ भनेर उहाँहरूले भने हुन्छ हामीसँग, भनिराख्छन्, खुसी हुन्छन्। अब चाहिँ जस्तै कि अब यो तपाईँले काम गर्न त त्यति सजिलो छैन। हाम्रो दुर्गम क्षेत्र छ, ग्रामीण ठाउँ छ, अझ यो चाहिँ चैनपुर क्षेत्र भयो। यहाँभन्दा हाम्रो त 12वटा पालिका माथि साइपालदेखि लिएर तल बित्थटसम्म चाहिँ हेर्ने हो भने चाहिँ भौगोलिक अवस्था पनि एकदमै पिछडिएको छ होइन। त्यो अब स्रोत साधनहरू छैनन्, हाम्रा सामाजिक मूल्य मान्यता छन् होइन। त्यो अवस्थामा पनि तपाईँ स्वयंसेविकाहरूले चाहिँ काम गर्दाखेरि चाहिँ कस्ता चाहिँ समस्याहरू चाहिँ भोग्नुपर्छ? अब समस्या त समस्या हुन्छ। अब यातायातको सुविधा छैन, महिला स्वयंसेवीलाई केही छैन भनौँ। अब हिँडेरै जानुपर्छ। जतिखेर पनि हामीले खाना छाडेर पनि अब त्यो बिरामी छ, त्यो यस्तो छ भनेर उनीहरूले फोन गर्यो भने तुरुन्त आइजाऊ भने त हामीले तुरुन्त खाना छाडेर पनि जानुपर्छ। त्यस्तो गरेर जानु पर्यो। अब काम गर्न चाहिँ अरू खाले चुनौतीहरू पनि छँदैछन् होइन। त्यसमा चाहिँ अब तपाईँहरूको चाहिँ समुदायमा कसैले सन्देश नमान्ने अथवा जनचेतनाका कुराहरू गरिरहँदाखेरि तपाईँले भनेको अटेरी गर्ने त्यस्तो के पाउनु भएको छ तपाईँले? नाइ केही छैन त्यस्तो त, अटेरी कोही छैनन्। अब राम्रो कुरा सिक्नुपर्छ, राम्रो बुझ्नुपर्छ। उनीहरूले पनि तालिम सिकेर आएका हुन्, उनीहरूले हामीलाई सिकाउनु राम्रो हो भनेर भन्छन्। हजुर, त्यसमा चाहिँ सबै स्वीकार्छन्। अब पहिले अब कति बिरामी झाडा पोखला, कति बिरामी हुँदा, कति बासी तुसी खाना खाँदाखेरि कस्तो फोहोर हुँदाखेरि अहिले हामी सरसफाइ सम्बन्धी पनि हरेक बार खाना चार भनेर उनीहरूलाई सिकाइराखेका छौँ। आफ्नो व्यक्तिगत सरसफाइ गर्नु होला, घरको सरसफाइ गर्नु होला, केटाकेटीको सरसफाइ गर्नु होला भनेर आमासम्मको बैठकमा पनि हामीले भनिराखेका हौँ। अहिले एकदमै सरसफाइ हुन्, अनि बिरामी पनि कोही हुँदैनन्। भनेपछि अहिले पहिलाको र अहिलेको अवस्थामा तपाईँले हेर्दाखेरि अहिले बिरामी पनि कम छ होइन, झाडा पखाला हुने डर पनि कम छ, सर्ने रोगहरू भनौँ न, सर्ने रोगहरू चाहिँ अहिले घटेर नसर्नेमा चाहिँ गएका छन्। त्यसमा चाहिँ तपाईँले पहिलाको र अहिलेको अवस्थामा हेर्दाखेरि चाहिँ धेरै परिवर्तन पाउनु भएको छ? धेरै परिवर्तन छ, अहिले त धेरै परिवर्तन भइसकेको छ। अब पहिले त अब कति बिरामी हुने, कति ओहो एउटा झाडा पखाला हुँदाखेरि पनि पानी नखाऊ है, अनि त्यो खाना नदेऊ है भन्ने चलन थियो। पछि हामीले भन्यौँ कि खाना खानुपर्छ, झोलिलो कुरा खानुपर्छ, पानी बढी दिनुपर्छ। एक त उनीहरूको पखाला लागेर शरीरको पानी सिद्ध्याएको हुन्छ, उनीहरूलाई पानी नदियो भने कस्तो हुन्छ भनेर हामीले त्यो पानी दिनुपर्छ, झोलिलो कुरा दिनुपर्छ, अनि तुरुन्त स्वास्थ्य संस्था लैजानु होला भनेर पनि सिकाउँछौँ। भनेपछि त्यतिखेर अवस्था त्यस्तो थियो, अहिले चाहिँ धेरै परिवर्तन आएको छ। तपाईँको मुख्य कारण भनेको चाहिँ अझ महिलाहरू चाहिँ जसले चाहिँ घरको चाहिँ मुख्य गृहिणी भएर काम गरेका छन् अथवा कोही आफ्नो पेसामा गएका छन्, उहाँहरू सम्पूर्णलाई चाहिँ तपाईँको चाहिँ इम्पावर्ड गर्ने, उहाँलाई सशक्तिकरण गर्ने चाहिँ तपाईँको भूमिका रहेको छ होइन। अब यसमा चाहिँ महिला दिदीबहिनीहरूको सोचमा पनि अथवा त्यसमा पनि स्वास्थ्य सम्बन्धी चाहिँ सोचहरूमा अथवा चेतनामा के कस्तो परिवर्तन पाउनु भएको छ तपाईँले? स्वास्थ्य चेतनामा अहिले अब दिदीबहिनीले धेरै स्वास्थ्य चेतना लिइसकेका छन्, धेरै खुसी छन्। अब उनीहरूको म बाटोघाट भेटा पनि यस्तो हो भनेर उनीहरूलाई सिकाउँछु। अनि काहीँ पसलमा भए पनि अनि स्वास्थ्य सम्बन्धी सिकाइराखेको हुन्छ मैले। अब सबै महिला स्वयंसेवीले सिकाएको होला, म पनि सिकाउँछु। सबै महिला स्वयंसेवीले नै सिकाएको हो। अनि बाटोघाटो अब काहीँ पसलमा, काहीँ अब दाउरा घाँस जाँदाखेरि पनि हाम्रो स्वास्थ्य भनेको स्वास्थ्य हो। स्वास्थ्य भए सबै चिज हुन्छ, स्वास्थ्य नभए केही हुन्न भनेर अब उनीहरू पनि भन्छन्, सोचिराखे। अब दिदी अहिले चाहिँ पछिल्लो समय हेर्दाखेरि विश्वभरिमा चाहिँ नसर्ने रोगहरू, क्यान्सर, डायबिटिजहरू होइन, प्रेसरका बिरामीहरू चाहिँ अहिले बढ्दो छन्। अब त्यस्तो अवस्थालाई चाहिँ अहिले तपाईँले चाहिँ समुदायमा त्यो सम्बन्धी चाहिँ के कस्ता कामहरू चाहिँ गर्दै हुनुहुन्छ? अब त्यो नसर्ने रोगको लागि पनि अब हामीले अब हाम्रो कहिलेकाहीँ अब स्वास्थ्यबाट पनि चेक हुन्छ। अनि गाउँमा टोलमा पनि गएर हामीले चेक गरिराखेका नसर्ने रोगको लागि। अब त्यो चेक गरेपछि अब नसर्ने रोग त थाहा भइहाल्छ, अब कसलाई छ कसलाई छैन।
भन्ने त्यो थाहा हुन्छ। अब छ भन्यो भने हस्पिटलतिर गएर अब उपचार पनि गर्नु पर्यो। छैन भने आफूले स्वस्थ रहन लागि सुरक्षित हुनु पर्यो। हजुर, अब कि जस्तै कि तपाईँले आफूले काम गर्दै आउनुभयो होइन, अब त्यो कामले गर्दाखेरि चाहिँ समाजमा के खाले चाहिँ सकारात्मक परिवर्तनहरू आएका छन् तपाईँले गरेका कामहरूबाट? अब मैले गरेका काम अब सबैको घरमा दैलोमा म यस्तो हो उस्तो भनेर म जान्छु अनि उनीहरू खुसी हुन्छन् खुसी हुन्छन्। अब मैले आफ्नो घरको काम छाडेर पनि म जान्छु। अब सब भन्छन्, अब हाम्रो गाउँ टोलको दिदी बहिनी सबै बुढापाका सबै भन्छन् महिला समस्याले भनेको सुन्नुपर्छ, तिनीले भनेको काम गर्नुपर्छ, झाउ महिला समस्या झाउ भनिकन पनि भन्नुहुन्छ। हजुर, अब त्यो रह्यो। अब तपाईँलाई चाहिँ आफू स्वयंसेविका, महिला स्वास्थ्य स्वयंसेविका हुँदै गर्दाखेरि चाहिँ आफूलाई धेरै गर्व लागेको कुरा के छ तपाईँको कामले गर्दाखेरि? म त गर्व लागेको मलाई सबै अब वडाका बालबालिकादेखि बुढाबुढीदेखि सबैको मैले सेवा गर्न पाएको छ। सेवा गर्न पाएको मलाई एकदमै खुसी छु। म नदिया पनि नखुवाए पनि अब हाम्रो सेवा सुविधा नभए पनि म जनताको सेवा गर्न एकदमै खुसी छु। हजुर, अब तपाईँलाई त्यो बिर्सिनै नहुने क्षण केही छ? आफू यो स्वयंसेविकामा जोडिसकेपछि आफूलाई चाहिँ केही बिर्सिनै नसकिने, आफूले चाहिँ त्यस्तो काम गरे बापत आफ्नो लागि अथवा परिवारको लागि अथवा केही बिर्सिनै नसक्ने कुराहरू छन्? अब बिर्सिनै नसकिने काम त अब हामीले कयौँ वर्ष अब 51 देखि काम गरेको छ त हामीले सेवा सुविधा केही छैन हामीसँग, हामी केही सेवा सुविधा दिएको छैन। अब यहाँभन्दा पछिको हुने महिला समस्या दिदीबहिनीलाई यस्तो नहोस्, उनीहरूलाई सेवा सुविधा पनि आओस्, राम्रो आओस् भन्न चाहन्छु। अब तपाईँले चाहिँ तालिम पाउनु भएको थियो कि नै पहिला आफू चाहिँ जोडिसकेपछि? यो मैले तालिम पाएको। हजुर, 51 साल चैत 12 गते हामीलाई तालिम दिएको। त्यो तालिम दिन पनि एउटा राजेन्द्र डाक्टर हुन् अनि एउटा मेडिकल वालो थियो त्यो डडेलधुराको, तिनीहरूले तालिम दिएको। कति दिनको तालिम दिनुभएको थियो? हामीलाई 15 दिनको तालिम भनेको, अब 12 दिनको दिएको। 12 दिनको तालिम दिएको। त्यो तालिममा पनि हामीलाई भत्ता केही थिएन। 30 रुपियाँ खाजा भनेर 30 रुपियाँ खाजा दिएको। दिउँसो नास्ता खानु होला भनेर 30 रुपियाँ त्यो छुट्याएको। हामीले त्यो 30 रुपियाँको पनि हामीले खाजा खायौँ हामी महिला समस्याले। त्यो खाजा त खाउँ, खाजा खाएपछि त्यो पैसा खाजाले सिद्धिन्छ अनि घर हामीले तालिम सिद्ध्यापछि त घर जाँदाखेरि त अब हाम्रो सासू ससुरा अब सबै भनौँ तालिम गरिकन आएर तिनीले रुपियाँ कहाँ हाल्यो, रुपियाँ पनि आनेन भन्ने भए पुराना दिनका सासू ससुरा। अब हुँदा त 200-300 को कुरा हो। अब त्यही पैसा पनि हामीले नास्ता नखाएर हामीले सासू ससुरालाई खुसी पाड्यौँ। त्यतिखेर त्यस्तो थियो। त्यो तालिमले गर्दाखेरि चाहिँ कस्तो उपयोगी भयो? त्यो तालिम सिकाए? त्यो तालिम पनि सिकायो, अब एकदमै राम्रो तालिम पनि सिकायो, नराम्रो तालिम पनि सिकायो सर। अनि सिकाउँदाखेरि हामीले लाज मानेर उहाँ तालिम सिकाउनुहुन्थ्यो, लाजको कुरा सिकायो भने हामी यस्तो मुखरेर पनि हामीले तालिम सिक्यौँ। अब अहिले त हामी केही लाज मान्दैनौँ। उतिखेर त हामीले यस्तो तालिम पनि हुने रहेछ, नराम्रोमा चाहिँ त्यो लाजकै कुराहरू आयो नि। अब यस्तो तालिम पनि हुने रहेछ, यस्तो पनि सिक्नु पर्ने रहेछ हामीले। अझ यस्तो यो तालिम पनि हामीले गाउँ टोलमा गएर पनि हामी कसरी भनौँला, कस्तो गरौँला भन्ने पनि हाम्रो आत्मामा आयो। पछि हामीले तालिम सिक्दा अब हामीले ज्ञान लिँदा यो लाजको कुरा रहेनछ, यो त हाम्रो गाउँ छिमेकीको लागि र हाम्रै लागि पो रहेछ भनेर हामीले त्यस्तो सोच्यौँ र मैले सेवा दिएँ। अनि त्यति बेला चाहिँ त्यस्तो थियो। अनि तालिम पनि पाउनु पछि चाहिँ बिचबिचमा पनि तालिम पाइयो कि कस्तो पाएन? बिचबिचमा पनि कहिले 2 दिनको कहिले 1 दिनको त्यस्तो पुनः ताजगी भनेर आउँथ्यो, भइरहेको थियो उसमा। हजुर हुन्थ्यो। कोही संस्थाले भयो, कसै अब स्वास्थ्यले भयो, त्यस्तै तालिम दिइराख्यो बिचबिचमा। अब तपाईँलाई चाहिँ यो स्थानीय सरकार अहिले आइसकेपछि, सङ्घीयता आइसकेपछि अथवा स्वास्थ्य संस्थाले तपाईँलाई सेवा दिने सेवा सुविधाबाट कस्तो पर्याप्त छ कि छैन, कस्तो भइदिए चाहिँ अझै हुन्थ्यो जस्तो लागिरहेको छ तपाईँलाई? अब स्वास्थ्य संस्थाले त अब नगरपालिकाले पनि हल्का अब यातायात खर्च भनेर छुट्याएको छ अहिले। हजुर, पहिले त थिएन। अब वडा कार्यालयले गाउँपालिकाले पनि अब कसैको महिला कहीँ महिला समस्यालाई त
हल्का अब भत्ता भनेर अब पारिश्रम भनेर कसै ठाउँ त दिएको पनि छ। अब हाम्रो नगरपालिकाभित्र छैन, त्यस्तो दिएको छैन। महिला समितिलाई केही सेवा दिएको छैन। अहिले तपाईँले चाहिँ पालिकाबाट पाउने स्वास्थ्य संस्थाबाट पाउने सेवाहरू चाहिँ के छन्? सेवाहरू अब त्यही यातायात खर्च भनेर त्यही सेवा। यातायात खर्च, वार्षिक पोसाक भत्ता पनि दिन्छ। अब पोसाक भत्ता भनेको हाम्रो अब वर्षको एकचोटि ड्रेस किन्नुपर्छ, त्यही पोसाक भत्ता मात्रै हो, अरू केही छैन। वडा कार्यालयमा हामीले कतिचोटि निवेदन दियौँ, कतिचोटि हाम्रो ड्रेसको लागि हेरिदिनु होला, हामीलाई सेवा सुविधा चाहिन्छ, हामीलाई ओडोपुडो जाँदाखेरि पनि नास्ता पानी खान चाहिन्छ भनेर हामीले निवेदन दिँदाखेरि पनि कसैले ध्यान लिएन। अब त्यही त नि, अब तपाईँहरूको त्यसमा चाहिँ अब निस्वार्थले काम गरिरहँदा पनि आफूले 24 घन्टै खटिँदा पनि तपाईँले आफ्नो श्रम अनुसारको चाहिँ पर्याप्त पाउनु भएको छैन होइन। जम्मा अहिले पाउने भनेको दिनको यातायात खर्च अनुसार 400 रुपियाँ पाउनु भएको छ। अब त्यो 400 रुपियाँ पनि हाम्रो चाहिँ अब ठाउँहरू विकट छन्, माथि साइपालदेखि लिएर तल बित्थरसम्म चाहिँ हेर्ने हो भने चाहिँ सबैलाई अब स्वास्थ्य कार्यालय नै तालिम दिने हो भने पनि बोलाउँदै उसले दिनको 400मा चाहिँ कसरी उसको गाडी भाडा पनि लाग्दैन। उसले त्यो पालिकादेखि आउने स्वास्थ्य कार्यालयसम्मको भाडा नै 2-3 हजार हुन्छ। अब त्यो अवस्थामा चाहिँ तपाईँहरूलाई अथवा महिला स्वयंसेविका दिदीहरूलाई काम गर्न चाहिँ एकदमै गाह्रो रहेको छ। अब त्यो अवस्थालाई चाहिँ स्थानीय सरकारले चाहिँ के गरे चाहिँ अझै त्यसमा चाहिँ सहज हुन्थ्यो तपाईँहरूलाई चाहिँ? जस्तै माथि कैलाश 1 नम्बरबाट भनौँ, तलकोटबाट भनौँ, अब तलका भूगोलबाट भनौँ, त्यहाँबाट तिनीहरूलाई बोलायो भने नै उनीहरूको 1000-1200 भाडा लाग्छ, या 400 रुपियाँ भत्ता पाइन्छ। अब त्यो भत्ता 400 पाइन्छ भनेर उनीले नआउनु पनि भएन। अब आफूबाट खर्च गरेर पनि आउनु पर्यो, ज्ञान त सिक्नु पर्यो। अब यो हुनु पर्यो कि अब केही न केही उनीहरूलाई हामी त नजिकै छौँ, नजिककालाई 400 दिए पनि उनीहरूलाई 500, 1000, 1200 दिदिया पनि भइहाल्यो। टाढाकोलाई त दूरी अनुसारको चाहिँ दूर अनुसार हुन्छ, त्यो पनि गरिदिनु पर्यो। अब यसमा चाहिँ अब महिला स्वास्थ्य स्वयंसेविकाको कामलाई तपाईँहरू जुन चाहिँ काम गर्दै आउनु भएको छ त्यो कामलाई चाहिँ अझ सहज, अझ प्रभावकारी बनाउन के कस्तो काम गर्दै स्थानीय सरकार अथवा नेपाल सरकारले गर्दै हुन्छ जस्तो लाग्छ तपाईँलाई? अब स्थानीय सरकारले त हेर्दैन झन् के हेरिया स्थानीय सरकारले हेरिया छैन। अब जस्तै अब मन्त्रालयबाट भयो, सरकारले अब त्यस्तो गरी हेरिदियो भने महिला समस्यालाई एकदमै राम्रो हुने थियो, उनीहरूको काम गर्ने इच्छा पनि आउने थियो, अझ पनि केही इच्छा काम गर्ने इच्छा पनि छन्, केही अझ खुसी भएर पनि काम गर्ने थिए महिला समसेविका दिदीबहिनी सबै। ए हजुर। अब चाहिँ यो हामीले चाहिँ अब भविष्यमा चाहिँ जसले चाहिँ यो स्वास्थ्यको क्षेत्रमा चाहिँ नीति बनाउँदै हुनुहुन्छ होइन, जसले चाहिँ यो काम गर्दै हुनुहुन्छ, जसले नीति बनाउँछ, जसले लेख्छन् स्वयंसेविकालाई चाहिँ यो सुविधा दिने भनेर चाहिँ जसले चाहिँ इङ्गित गर्छन्, जसले चाहिँ लेख्छन्, उहाँहरूले के लेखिदिए हुन्थ्यो तपाईँको पक्षमा जस्तो लाग्छ? हाम्रो पक्षमा अब पारिश्रम नै भइदियो भने राम्रो हुन्थ्यो महिला समस्याले। जस्तै भनौँ अब अफिसमा एक दिन हल्का पुछा झाडु लाउनेलाई पनि उनीहरूलाई 30-35 हजार रुपियाँ खान्छन् भने हामी महिला समस्या भनेको त जस्तै स्वास्थ्यको जग हौँ, जस्तै घरको जग भन्छन् त्यस्तै हामी महिला समस्या भनेको स्वास्थ्यको जग हौँ। अब हामीलाई केही छैन, हामीले कराइराखेका हुन्छौँ, त्यस्तो गरेका हुन्छौँ, उल्टा के भन्नुहुन्छ, होइन महिला समस्या भनेको नामै त महिला स्वयंसेविका, तपाईँले सेवा गर्नुहुन्छ, इच्छा भए गर्नुहोस्, इच्छा नभए नगर्नुहोस् पनि भनिराखेका छन्। त्यस्तो पनि भनिरहेका छन्, जसले अब चाहिँ नीति निर्माण गर्दाखेरि चाहिँ अब समाज बदलिँदैछ होइन, महँगी पनि यस्तै छ, बढिरहेको छ नेपालमा, हाम्रो मुलुक देशमा, जसले गर्दाखेरि अब आफूले पारिश्रमिक रूपमा चाहिँ काम गरिरहँदा पनि अब त्यसले पनि नपुग्ने अवस्था हुनसक्छ। आफू भनिँदाखेरि चाहिँ आफू स्वस्फूर्त हामीले चाहिँ गरिरहेको हो भन्छौँ, तर त्यो भनिरहँदा पनि आफू चाहिँ त्यहाँ घुलमिल हुँदाखेरि अझ केही न केही त आफूले पनि बेहोर्नुपर्छ नि त। त्यो कस्ट अथवा त्यो लाग्ने लागत नेपाल सरकारले नै बेहोरिदियोस् होइन, तपाईँहरूको चाहिँ पारिश्रमिक अझै बढाओस्,
भन्ने कुराहरू अथवा 400बाट अब यो ठाउँ अनुसार साइपालको स्वयंसेविकाहरू चैनपुरमा स्वास्थ्य कार्यालयमा आउँदै गर्दाखेरि उहाँको दूरी अनुसारको बढाउने कि स्थानीय सरकारले बढाउने कि अथवा नेपाल सरकारले बनाउने कि उहाँहरूले नीति निर्माण गर्दाखेरि त्यो कुरा पनि प्रष्ट रूपमा त्यहाँ लेखिदिनु पर्यो भन्ने कुरा पनि तपाईँले अपेक्षा राख्नु भएको छ। हजुर, अब त्यो हो, अब सरकारले अब त्यही हो, अब त्यति टाढा टाढाबाट आउँछन्, अब महिला समस्या 1000-1200 रुपियाँ खर्च गरेर उनीहरू आउँछन्, अब 400 भनेर उनीहरूलाई त अब त्यो 400ले त भाडा पुग्दैन। नपुगेपछि त अब उनीहरूले कसैलाई ऋण गाडेर हुन्छ, कसैलाई केही गरेर हुन्छ, उनीहरूले आउनै पर्यो जानै पर्यो। अब त्यस्तो नहोस्, त्योभन्दा उनीहरूको एकदमै टाढाको महिला समस्यालाई पनि उनीहरूलाई सेवा सुविधा राम्रो हुनु पर्यो। अब नजिकको र टाढाको भयो भने त सबैलाई राम्रै हुने हो, नजिकको टाढाकोलाई छैन भने टाढाको दिदीबहिनी टाढाको महिला समस्यालाई हल्का हेरिदिनुपर्छ। हजुर, त्यो पनि रह्यो, त्यसमा पनि रह्यो। अब नेपाल सरकारले चाहिँ यो पछिल्लो समय हाम्रो चाहिँ यो स्वयंसेविकाको चाहिँ निर्देशिका 2077ले चाहिँ के भनेको छ भन्दाखेरिमा तपाईँहरूको अनिवार्य अवकाश पाउँदाखेरि चाहिँ कति पाउने कुरा गरेको छ, 20,000 होइन, 20,000 चाहिँ पाउनु भएको छ। अब त्यसमा पनि अहिले स्थानीय सरकारले हेर्ने भने चाहिँ आफ्नो स्थानीय सरकार अन्तर्गत कसैले 50,000 दिएका छन्, कसैले 40,000 दिएका छन् होइन। यसमा चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ? त्यसमा अब भनौँ, अब जस्तै कर्मचारी हुन्छन् होइन, कर्मचारीले त सञ्चयको 40 लाख 50 लाख बुझेर जानुहुन्छ। अब हामी महिला समस्याले अब यति वर्षौं दिनमा काम गरेर 20,000 लिएर हाम्रो केही उपति हुँदैन, हामीलाई के फाइदा हुन्छ? केही नभने 2 लाख 3 लाख 4 लाख हालिदिए पनि के हुने हो सरकारले? अब 20,000 लिएर महिला समसेविकालाई के हुन्छ? त्यो 20,000 बरु दिनुभन्दा नदिनु ठिक। त्यो 20,000 भनेपछि तपाईँको त्यसमा पनि त्योभन्दा बढी दिनु पर्यो, अथवा आफूले वर्षभरि गरेका काम उहाँहरूको चाहिँ मूल्याङ्कन सँगसँगै चाहिँ आफूले पाउनुपर्ने पारिश्रमिक पनि नेपाल सरकारले चाहिँ अझै बढाउनु पर्यो भन्ने कुरामा चाहिँ त्यसमा चाहिँ वकालत गर्न सक्नुहुन्छ? बढाउनु पर्यो। अब महिला समस्याले अब कति काम गर्नुपर्छ, कति दुःख भोग्नुपर्छ, कति कष्ट भोग्नुपर्छ, कतिसँग लडेर कतिसँग रडेर भनौँ कस्तो काम गर्नुपर्छ। अब त्यो सरकारले नहेरिदियो भने त्यो 20,000 को लागि महिला समस्या हात छोड्ने छैन। अब हजुर, यसमा चाहिँ बढाउनु पर्छ, जोरदार माग छ। हजुर, माग छ। अब एक त हामीले अब रिटायर भएर जानुपर्छ, रिटायर भएर जाँदाखेरि हामीले रिटायर हातले त जानुहुन्न। अब कर्मचारीलाई तपाईँ रिटायर हुनुभयो लौ 20,000 भनेर मान्छन्, मान्दैनन्। उनीहरूलाई त रिटायर भयो भने कैयौं लाख लाख रुपियाँ लिएर जानुहुन्छ। हामी पनि एउटा कर्मचारी जस्तै हौ, ओडाको कर्मचारी जस्तै हौ हामी पनि। किन हामीलाई यति हेला गरेको होला? त्यसमा चाहिँ बढाउनु पर्यो भने बढाउनु पर्छ। त्यो पनि रह्यो। अब जस्तै अब यो हाम्रो तपाईँ अब नयाँ तपाईँ त अब रिटायर हुनु होला, त्यसपछि चाहिँ अब नयाँहरू आउनुहुन्छ होला, नयाँ आउने स्वयंसेविकालाई चाहिँ तपाईँ चाहिँ के कुरा चाहिँ सन्देश दिन चाहनुहुन्छ? अब नयाँ आउने स्वयंसेविकालाई अब हाम्रो जस्तो नहोस्, उनीहरूलाई पनि राम्रो होस्। अब लेखा पढाएकी हुन्छन्, उनीहरू अब जहतह नौकरी पनि उनीहरू खान मन मान्दैनन् भनौँ। अब महिला समस्यालाई पनि अब भयो भने उनीहरूलाई एकदमै सहज हुने काम गरिदिनुपर्छ सरकारले पनि। हजुर, अब तपाईँले चाहिँ अब अहिलेको अवस्थामा ठ्याक्कै हाम्रो यो तपाईँको पालिकामा रहेका चाहिँ बालबालिकाहरू अथवा त्यो अघि पोषण शिक्षाका कुराहरू, सुरक्षित मातृत्वका कुराहरू, परिवार नियोजनका कुराहरू आयो। अब त्यो भिटामिन ए खान होइन, अब चाहिँ खोप लाउन, खोपबाट कोही छुटेका छन् तपाईँको? नाइ, छुटेका छैन। म गाउँ गाउँमा टोलमा जान्छु, अरूको ओडामा 1 दिन काम गर्ने ठाउँ म 4 दिन काम गर्छु यहाँ चनपुरमा। अनि भिटामिन खुवाउँदा दिन पनि अरू ओडा 2 दिनमा सिद्धिन्छ, मेरो ओडा 5 दिन 6 दिनमा काम गर्छु। स्वास्थ्य संस्थाका कर्मचारी पनि जान्छन् मसँग, त्यो छुट भयो लास्ट दिनमा। जति पहिलो दिन खुवाउँदाखेरि हामी जहाँ केन्द्र वहीँ खुवाउँछु, पछि अब तेर्सो दिनमा अब हामी गाउँ गाउँमा टोलमा गएर 4 दिन 5 दिन म गएर खुवाउँछु। त्यो 4 दिन 5 दिनको मेरो फ्रीमा हुन्छ। 2 दिनको मात्रै 800 रुपियाँ दिनुहुन्छ। अनि मेरो 3 दिन 4 दिन मैले काम गरेको त्यो फ्रीमा त्यत्तिकै हुन्छ।
हजुर त्यो आफू चाहिँ पारिश्रमिक नपाएर पनि तपाईँ मैले निस्वार्थ भावले चाहिँ काम काम गरिरहेको त्यो स्वास्थ्य संस्थाका कर्मचारीलाई सोधे पनि थाहा छ। हजुर एकदम गजब गर्नुभयो है। त्यसमा चाहिँ अब अन्तततिर यो हाम्रो बझाङका सबै स्वास्थ्य सम्बन्धी चाहिँ तपाईँको चाहिँ मुख्य सन्देश के छ बझाङका नागरिकहरूलाई अथवा यहाँका नेताहरूलाई जसले नीति निर्माण बनाउँछन् अथवा सम्बन्धित कार्यालयहरूलाई के भन्न चाहन्छु तपाईँ? अब नीति निर्माण बनाउने अब नेताज्यूलाई भनौँ अब यो महिला समस्यालाई हेरिदिनुपर्छ। अब यहाँभन्दा पछिको हुने महिला समस्यालाई पनि एकदमै राम्रो सहज गरेर उहाँलाई हेरिदिनु होला भन्ने चाहन्छु। हजुर अब जस्तै यो हामी बोलिरहेका छौँ अहिले यो पब्लिक हेल्थ टक सो छ होइन। अब यहाँ मार्फत चाहिँ जसले चाहिँ यो भोलि यो कार्यक्रम हेर्छन् सुन्छन् उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? यो स्वास्थ्य सम्बन्धी सन्देश के छ तपाईँको? अब उहाँहरूलाई सुनिदिनु होला। अब सबै न स्वास्थ्य सम्बन्धी सुनिदिनु होला र सबैले प्रचार गरिदिनु होला। अब स्वास्थ्य संस्थामा यस्तो सेवा सुविधा अब आफ्नो उपचार हुन्छ र जानु होला भनिकन भनिदिनु होला। सुन्ने सबै दाजुभाइ दिदीबहिनीले पनि नेताहरूले पनि सबैलाई सुनिदिनु होला, सबैले सुनिदिनु होला भनिदिनु होला। अब अझ पनि राम्रो होस्, सेवा सुविधा राम्रो पाओस् जनताहरूले। त्यही हो। हजुर दिदी समय र संवादका लागि धन्यवाद। धन्यवाद।